टेरिका किन विरोध गर्छ भनेको त यार विरोधीहरूले त ल हेर त यस्तो बगरलाई अनि यस्तो बनाइदिनु भएको रहेछ अनि विरोध नगरेर के गर्छ फेरि यो होइन राज्यको पैसा खर्च नगरिकन क्या सबै श्रमदाताहरूले अनि त्यहाँबाट एकदम मनका धनी अनि होइन उहाँलाई विश्वास गर्नु भएर चाहिँ सरसहयोग गर्नुहुने सम्पूर्णको सरसहयोग बढाएको ल हेर्नुहोस् त आज कसरी यहाँनिर फ्यामिलीहरू टुर आउनुहुन्छ है यसरी यहाँ रमाउनुहुन्छ ल हेर्नुहोस् न एक्चुअली होइन यो प्लेस भनेको त त्यो बगर त हो नि होइन तर त्यो बगर यस्तो बग्ने बगरको यो तिरमा चाहिँ ल हेर्नुहोस् यस्तो सुन्दर फुलहरू अनि यस्तो गार्डनहरू है अनि युनाइटेड अल द गोर्खास भनेर एउटा बनाएको रहेछ अनि यस्तो ठाउँ बनाइदिएको छ त अनि यो मान्छे अनि 2-3 वर्ष यसरी काम गरेर उ गर्दाखेरि त होइन बिना पैसा क्या यत्रो आफ्नो मुडे बलले क्या यस्तो राम्रो ठाउँ बनाइदियो भने अनि यो मान्छे अनि ठाउँमा पुग्यो भने अनि यो मान्छे चाहिँ 5 वर्ष चाहिँ देशको शासन सत्तामा बस्न पायो भने यो मान्छेले के गर्छ क्या त्यसै अतालिएको होइन नि होइन केही नभेटेर लास्टमा चाहिँ भनेको चाहिँ बोली छुच्च छ अरे रुखो बोल्छ अरे अनि के अनि त्यो भ्रष्टाचारीहरूको निम्ति चाहिँ मिठो बोलिदिनु पर्ने हो होइन ल हेर्नुहोस् त यस्तो राम्रो यस्तो दामी ठाउँ कि क्या ल हेर्नुहोस् न यो बगरमा क्या आमामामा हो ल है त किन यति साह्रो जल्छ भनेको चाहिँ आज थाहा पाएँ क्या मैले ओ माई गड हट लु है अरूले नबुझे पनि धरानी जनता है तपाईँहरूले चाहिँ हर्का साम्पाङलाई एकदमै बुझ्नु पर्यो फुल सपोर्ट चाहियो तपाईँहरूको है तपाईँहरूको खानेपानीको समस्या पनि उहाँले समाधान गरिदिनु भएको रहेछ त्यत्रो तानेर पाइपहरू है अनेकौँ दुःख कष्ट गरेर पाप लाग्छ है ल यो पापको भार चाहिँ तपाईँहरू नबोक्नुहोस् त्यस कारणले गर्दा हर्का साम्पाङलाई चाहिँ तपाईँले बहुमत अत्याधिक बहुमत लाज होस् न यिनीहरूलाई सबैजना भित्र षड्यन्त्र गर्दैछ अरे कि यिनीहरूलाई लाज हुने गरेर चाहिँ तपाईँहरूले चाहिँ तपाईँहरूको धरानको एकदमै यो धरानको मात्र होइन पुरा नेपालको नभएर विश्वमै यस्तो रेकर्ड राख्ने मान्छे कमै जन्मिन्छन् है त ल ल अत्तालिने कुरा बल्ल थाहा भयो ल आगे तोपैको गोला भनेको यही रहेछ है ल हेरौँ त कहाँबाट आएको फेरि गर त त्यहाँ नगाने युनाइटेड अल द गोर्खाज है त ल यस्तो दामी बनाएर रहेछ यार ठाउँ त आम्मामा यार ल बुझ है त सम्पूर्ण सचेत नागरिकहरूले चाहिँ किन चाहिँ खुट्टा ताने गर्छ भनेर चाहिँ बुझ ल ल ल यही हो है कारण ल त्यहाँ पनि रहेछ टुप्पोमा डाँडामा कारण